हेलो साथीहरू, गुड मर्निङ, सेवारो जय मसी, वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई फेरि पनि मेरो महिमा ब्लगमा स्वागत छ। आज पनि मैले भिडियो स्टार्ट गर्न गइरहेको छु। म चाहिँ यति बेला घरबाट आइसकेँ। अब यहाँनिर दोकान अनि अब आज चाहिँ एकदमै यो के भन्छ हुस्टो लागिरहेको छ। त्यही भएर हाम्रो चाहिँ एकदम धरानमा चाहिँ एकदम चिसो बढिरहेछ। अनि म चाहिँ यहाँ दोकानमा आइसकेँ। तर यहाँ माइली दिदीले चाहिँ यो म्याक्सी लगाउनु भएको रहेछ। यहाँनिर दाजु पनि आइसक्नु भयो। हेलो दाजु, नमस्ते नमस्ते। अनि त्यसपछि अब यहाँ यसरी दोकानमा टक्क यहाँ अब सामानहरू मिलाउँदैछु मेजेको। अनि आजको दिन चाहिँ यस्तै रहनेछ। अनि हुन्छ साथीहरू, आज हाम्रो दोकानको भ्लगहरू गर्नेछु। यसो भिडियोहरू हाल्नु पर्यो। म चाहिँ अब आइसकेको दोकान अनि अब काम गर्नुपर्ने हुन्छ। दोकानमा जे पनि काम गर्नुपर्ने हुन्छ। अनि आज चाहिँ हाम्रो टोलमा दिदीको घर अर्पण पनि रहेको छ। हाम्रो दिलमा दिदीको घर अर्पण पनि रहेको छ। सो हामी एकछिनमा जानेछौँ त्यहाँ पनि। भाइ के गर्नु खोजेको यो? किन के चाहिँ बल खेलिदिने? आमा सन्तोष ब्रोले चाहिँ यहाँनिर बल खेलिदिने भनेर बल बनाउँदै हुनुहुन्छ। हाम्रो चाहिँ यहाँ कार्टुनको यस्तो रास छ। तर हामी चाहिँ एकदम यसलाई चाहिँ एकदम हामी आफैले चाहिँ यसलाई चाहिँ एकदम ठिकमा लगाउँछौँ। सो यहाँ चाहिँ हाम्रो भैयाजी आउनुभएको छ। अनि यसरी यो कार्टुनहरू लानुहुन्छ। यहाँ धेरै कार्टुनहरू छ। आजको मौसम चाहिँ यस्तो रहेको छ धरानमा। सन्तोष भाइ उठ त, वेलकम तिमीलाई। खै अलिकति बोल्नु पऱ्यो हौ सन्तोष। सबैजनालाई मेरो नमस्ते, मेरो नाम के हो भनिदिनु पऱ्यो हौ सन्तोष। नमस्कार, मेरो नाम सन्तोष भाइ हो। अनि यो चाहिँ के गर्न आँट्नु भएको भाइ? के चाहिँ बल बनाएर सन्तोष भाइले चाहिँ खेल्ने अरे। अनि ल हेलो, गफ गर्नु बाँकी नै थियो त? गफ नगरी जानुभएको आज? अब कहिले गर्ने त? ल ल ल ल हाम्रो लुङ्गा दाजु पनि आउँदै हुनुहुन्छ। ए दाजु के गर्मी छ साह्रै? दाजुलाई पहिला पनि मेरो भ्लगमा लिएको थिएँ, भक्कु त्यो भिडियो नगरी खिचेछु त। के हो के भनिदिने हौ मेरो भिडियोमा भ्लगमा? हेलो दाजु, सन्चै हुनुहुन्छ? म बिमारी छु हजुर। के गरेको बेलामा गर्नु अरे दाजु? मातेको बेलामा कति मात्न जानुभएको? ए हो, कार्यालयतिर हिँड्नु भएको? ल उहाँहरू कार्यालयतिर हिँड्नु भएको अरे। अनि अब यहाँ चाहिँ यसरी हामीले यहाँनिर फोहोरलाई एकदम व्यवस्थापन गर्दैछौँ। अब यो चाहिँ टक्क होइन, यो बोरामा टक्क लगाएर राख्ने। गाडी आउँछ अनि ठक्क छङमा जय मसी, वेलकम दाजु मसी। अनि ल अब सन्तोषको बल पनि खेल्न सुरु भइसक्यो। दाजु कहिले टाउको उडायो भने कान्छाको भोलि छुट्टी भएर जाने भाइको। फेरि दाजुलाई घाइते नगर नि, फेरि फुलमालाले लगाएर सजाएर पुरै बिदाई कार्यक्रम गर्नुपर्छ। सन्तोषले पनि तर म त माइक पनि चेक गर्नुपर्ने हो। न त्यस्तो गर्नु हुँदैन। आजको मौसम तल चाहिँ हुस्से लागिरहेछ। अब यहाँ पसल स्टार्टिङ भइसकिसक्यो। अन्डा चाहिँ 500 रुपियाँ क्रेट छ है हाम्रोमा चाहिँ। हजुर कसले भनेको? अनि यो चाहिँ अन्डा, यो चिया रङहरू, बिस्कुटहरू, तपाईँलाई डट पेनहरू 10 पिस किन्दा 6 पिस फ्री छ। अब चाहिँ साथीहरू मैले चाहिँ यहाँ आज अहिले चाहिँ दोकान खाली भएको बेलामा खानाहरू बनाउनु पर्ने हुन्छ। त्यही भएर म अब किचनतर्फ जाँदैछु। यहाँ चाहिँ फेरि फाइबरको सिरक आइसकिसक्यो साथीहरू, तपाईँहरू लिन आउनु होला। अनि यो चाहिँ पुरै कार्टुनको थाकहरू हो। अनि आज चाहिँ रहेको छ, मैले चाहिँ माछा बनाउने निर्णय गरिरहेछु। यहाँनिर चाहिँ दाजुले माछा लिएर केटाकेटी हो बनाऊ भनेर यहाँ भन्नुभएको छ नि त। सो त्यही भएर म मछलीलाई अब खोल्दैछु। यहाँ चाहिँ एकदमै मैले चाहिँ अब यो माछाहरूलाई बनाउनु लागिरहेको छु। अब यो टक्क मैले खोलेर राखेँ। अब यसलाई चाहिँ मैले पखाल्नुपर्ने हुन्छ। अनि कागतीहरूसँग टक्क मोलेर यसलाई म तारेर अनि खानाहरू बनाउँदैछु। आजको दिन चाहिँ मेरो यस्तै रहनेछ। आमामामा कति केजी भयो कार्टुन चाहिँ हाम्रो आज बिहारी भाइ साहबलाई भारी पुगेको छ। हाम्रो भैयाजीलाई यहाँ के छ अरे? खोइ जुत्ता। ओ माई गड, हाम्रो यो आज सरसफाइ कार्यक्रमहरू हुँदैछ यसरी। म चाहिँ किचनमा छु। कति केजी भयो रे? कति केजी भयो? जप्नु भयो कात्रिन? ए
क्याथरिन अब यहाँ हामी जोग्दैछौँ कार्टुनलाई एक बोरामा कर्दै त आउने भन्दै हुनुहुन्छ किन किन हुन्छ मन यहाँ चाहिँ मेरो यो माछा अनि यो चाहिँ मैले यहाँ तार्दै राखिसकेँ यसरी साथीहरू होइन अनि यहाँ चाहिँ तारिँदैछ मेरो सब्जी पनि एकदमै रेडी भइसक्यो हजुर 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 अब जानुपर्छ के होला त्यो 150 को 100 रुपियाँ हजुर 100 रुपियाँले आयो यो दर्जन भन्दा नि तपाईँलाई 500 को 5वटा कसै 500 को 6वटा त्यस्तो हेरी छ होला 350 को 6वटा त्यसरी छ यो ए यो त 2 PM को रहेछ यो 2 PM को चाहिँ कार्टुन किन्दाखेरि पाउने हो तपाईँले यिनीहरू 100 रुपियाँ गोटा जयमासी नानीहरू जयमासी आमा हाम्रो टिम पो दाजुको खाना दिएको हामी घर अर्पणमा जानु लागिरहेछौँ हाम्रो चाहिँ यहाँनिर कसरी एकदम रेडी पात भइसक्यो अब यहाँ कसरी बोकेर पुरै मासु भात खानुपर्ने हुन्छ साथीहरू अनि फाइनली म पनि एकदमै रेडी भइसकेँ एकदम चिसो मौसम छ मैले ज्याकेट लगाइसकेँ दिदीहरू चाहिँ खाएर पनि फर्किसक्नु भएछ दिदी दिदी सङ्गति सक्यो ए ल खाएर आउनु भयो ए ए ए ल ल अनि सङ्गति पनि सकिसकेछ अब के गर्नु होइन अब के भयो क्याथरिन चारी हाँसिदेऊ आउनु 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 तपाईँहरू हाम्रो पसल आउनु होइन ल अब म चाहिँ जानुपर्ने हुन्छ कसरी पात लगाउँदैछु अब पेट दुख्यो अरे हेलो 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 अब हामी चाहिँ जानु लागिरहेछौँ माथि पर्छ यहाँदेखिको 10 मिनट जस्तो लाग्छ होला हिँडेर ल अब चाहिँ हामी घर अर्पणतिर जाँदैछौँ अनि यहाँ 3 जनै दिदी बहिनी नछुटिकन क्याथरिन म अनि हामीहरूको छोराछोरी मात्रै छिटो अनि यहाँ हुँदै अब यहाँनिर माथि पर्छ क्या 10 मिनट लाग्छ हामीलाई अझै पनि पुग्नुलाई चाहिँ अनि अन्त के हो कुरो ल अब चाहिँ हामी तलदेखि हुँदै 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 हाम्रो टोल अलिक कति 20 टोलमा त्यहाँ त्यो गाडीहरू त अग्लो घरको मुनिको घर चाहिँ हो हामी जानुपर्ने अब फाइनली आइसक्यो साथीहरू यो त फोपाले बिचरा फोपाले सुकाउनु भएछ बेसार है यता पनि एकदमै पाउँछ बेसार यसरी पुरै यस्तो छ हाम्रो गाउँहरू चाहिँ तल बजारतिर चाहिँ पुरै होसै लागिरहेछ साथीहरू अब धेरै लामो समयपछि यसो निस्किँदा पनि यसो हल्का भ्लग बनाइदिउँ भिडियो बनाइदिउँ भनेर मैले चाहिँ बनाउँदैछु अनि त्यही हो होइन हजुर सबैजना सन्चै हुनुहुन्छ होला सो म पनि एकदमै सन्चै छु तपाईँहरूको कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला साथीहरू है लु है साथीहरू हामी चाहिँ यहाँ चाहिँ हाम्रो रोमा दिदीको घर हो हाम्रो विकास दाजुले पनि हेर्नुहुन्छ जयमासी अनि हाम्रो घरवाला हजुर ल हुन्छ अनि यहाँ हाम्रो दाजुले हामीलाई वेलकम गरिसक्नु भयो अनि अब हामी पनि आइपुग्यौँ है अनि हामी पनि आइपुग्यौँ अनि यही घर चाहिँ नयाँ बनेको छ अनि आजको दिन चाहिँ घर अर्पण रहेको छ आज म सङ्गति त बस्नु जयमासी एक मुस्तामा तर मेरो आउने बाटो चाहिँ यहाँदेखि छैन सबैजनालाई जयमासी अब म भित्र गएर देखाउँछु ल साथीहरू अब यता के पाक्दैछ त के हुँदैछ त होइन लु अब चाहिँ यहाँदेखि हामी टक्क माथिल्लो रोड हुँदै 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 हामी जाँदैछौँ अब यहाँ घरमुली हेलो जयमासी बाबा लु जयमासी यो माइक हो मैले जयमासी ओहो दाजु जयमासी भाइ जयमासी भाइ के छ सन्चै हुनुहुन्छ ल अब हामी आइसक्यौँ गोमा दिदी जयमासी ल
के त हाम्रो यस्तो हल्ला आमा जय मासी भाइ ल अब के गर्नु समयको ऊ भएर हामी अलिकति ढिलै आयौँ है आमा मैले दिदीको आवाज त कहाँ तलैदेखि ल ल ल ल अब हामी चाहिँ फाइनली आइसकेको छौँ साथीहरू है यहाँ चाहिँ पुरै यस्तो यहाँ पुरै चलिरहेछ भाइले चाहिँ भित्र खाएर पनि बाहिर खानु आउनु भएको अरे दिदी लु यहाँ मेरो के छ यहाँ के छैन ल के भित्र लगेर राख्नु केही छैन ल ल अब यहाँको माहौल चाहिँ यस्तो छ अब म भित्र जाँदैछु है ल हाम्रो दिदीलाई बधाई छ नयाँ घरमा यसरी अर्पण गर्नुभयो धन्यवाद अब अघि नै चाहिँ आउनु पाएन म अहिले आएर यहाँ पुरै भिजिट गर्दैछु आम्मामा डिउको हेलो जय मासी सबैजनालाई के साह्रो आमामा सबैजना जय मासी यहाँ म हल्ला हुँदैछ ल आज चाहिँ हाम्रो यहाँ दिदीको काका जय मासी ल जय मासी सबैजनालाई जय मासी वाउ हजुर ए हुन्छ अनि हामीलाई यस्तो स्वागत सम्मान हामी आफै ल्याइहाल्थ्यौँ नि ल अब साथीहरू हामी चाहिँ यहाँनिर बस्नुपर्ने भयो अब होइन यहाँनिर पुरै पाहुना चार लागेर अब मेसमान खानुपर्ने हुन्छ खाना खानुको लागि अब बसिने हामी पनि ल यहाँ चाहिँ हामी यस्तो भइरहेको छ म तलै हुँदा रुमा दिदीको म आवाज मैले सुन्दै थिएँ ए हो ल ल ल म त लजाइन है साथीहरू अब किन लजाउनु है लजाइन ल सबैजनालाई जय मासी दाजु कुन चाहिँले हजुर ल हुन्छ जेले पनि हजुरकै इच्छा आज खुसियालीमा हजुरकै इच्छाले जे दिनुहुन्छ त्यही खाइदिने हो पिइदिने हो जेसुकै होस् ल अब चाहिँ अहिले चाहिँ हाम्रो यहाँ अलिक बत्ती गएको अवस्था भयो अनि हामी चाहिँ यहाँ खाना खान बसिरहेको छौँ हेलो सबिना दिदी ल हजुर अब उमे हाम्रो खाना आउँदैछ ल ल दिदीले नै हाम्रो लागि यसरी ल्याइदिनु भयो अब हुन्छ बत्ती गयो ल अब हाम्रो खाना पनि आइसक्यो आयो झन्डै लडे हजुर होइन त्यो हुन्छ आमामा मेरो कट्टु नै झन्डै पस भन्नुहुन्छ पेन रहेछ भाउजू हुन्छ काका हुन्छ हुन्छ अब हामीले यहाँ दिदीले स्टार्ट गरिसक्नुभयो खानालाई तपाईँ पहिलोचोटिमा अचारै खानुहुने वाउ बत्ती पनि आयो यता चाहिँ कान्छी छिन् अनि साथमा मैले पनि खानुपर्ने हुन्छ पहिलोचोटि चाहिँ मासुकै पिस खाइदिउँ होला ल बोसो मासु त्यतिकै पनि मिठो हुन्छ होइन उपर मिठो रहेछ मलाई चाहिँ मासु लभर हो कि बाई बाई ए खुर्सानी ल ल
ल जयमासी उहाँहरू चाहिँ जाँदै हुनुहुन्छ अब दुई शब्द धन्यवाद मण्डली परिवारलाई धन्यवाद प्रार्थना गरिदिनु भयो मेरो घर एकदमै सफलसँगले निर्माण भइसक्यो कुनै पनि चोटपटक नलागिकन अनि यो सबै कुरो चाहिँ परमेश्वरलाई धन्यवाद होस् अनि मण्डली परिवारले प्रार्थना गरेर गर्दाखेरि यो सबै कुरो चाहिँ हुन गएको हो अनि सबै मण्डली परिवारलाई पनि धन्यवाद धन्यवाद अब एक घप मासु थपौँ अनि भयो भयो अब धन्यवाद भयो होइन ल यो के को थियो ओ माई गड अब भयो अब यो खाइसक्नु पर्ने हुन्छ साथीहरू अनि फेरि त्यसको प्रोसेस चाल्नु पर्ने हुन्छ होइन हुन्छ दिदी भयो मलाई भयो अहिले भयो 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 अहिले फेरि म खाइहाल्छु नि तपाईँ किन चिन्ता हो नि मैले ल होइन यहीँ छ बसम बसम यहाँ चाहिँ के बसाउनु हुने पानी तताउनु पर्ने पापड ए ए ल अब यहाँनिर चाहिँ एकदम जाडो भएको छ त्यही भएर यहाँनिर अब आगो ताप्दैछु म पनि तर अब म त जान्छु यहाँ चाहिँ पुरै यहाँ खाने परिकार हामीले चाहिँ आलुदम अचार वाउ सबै कुरा एकदमै मिठो मिठो अनि भान्से नाना के खाएको त्यो बियर हो कि के हो मार्दैन कसैले पनि ल यहाँ चाहिँ सुँगुरको मासु यो चाहिँ कुखुरा चिकन ला ला दाजु कस्तो खाइसक्नु भयो ल अब चाहिँ हामी जानुपर्ने हुन्छ यहाँ भान्जीहरूले पुरै ल हाम्रो दुवार चाहिँ यसो हेरेछ अरे सबै भित्र दाजु कतिखेर जानुहुने हेलो दाजु ल ल भान्जी यो के को लागि फुलौ ए ए जुटो भएर धुनलाई यहाँ पानी तत्दैछ है साथीहरू पापड तार्नु पर्ने दाजु पापड तार्नु पर्ने दाजु यहाँ यहाँ धेरै फुल छ होला नि त नि तातो पानीमा ल दाजु पापड तार्नु पर्ने ल अब चाहिँ हामी जान्छौँ होला ल सबैजनालाई बाई बाई ल मजाले खानुहोस् कस्तो राम्रो भात नानाले चाहिँ एकदम मिठो गरेर मासु भात खाँदै हुन्छ मैले पनि वाउ यसले चाहिँ पुरै इनर्जी आएर नानाले चाहिँ अब के गर्नु हुने अब जाडोमा नाच्नु हुने कि ल यता हाम्रो नयाँ मान्छे त के पो नाम नानीको युनिसमा युनिसमा कति भयो कति महिना 1 महिना भयो अब ल युनिसमा ल अब चाहिँ भन्दा नि खोइ त हौ मेरो ऊ त दिदी दिदी हाम्रो दिदीहरू खोइ ए हुनुहुन्छ ल दाजु हजुरलाई धेरै धेरै धन्यवाद अब धन्यवाद हामी आयौँ खायौँ पियौँ आइदिनु भयो धन्यवाद तपाईँ नआएको भए त हाम्रो कहाँ घर फर्किन्छ त हौ तपाईँले प्रार्थना गरिदिनु भयो त्यो कारणले मेरो घरमा सम्पन्न भयो तपाईँलाई धन्यवाद दाजु धन्यवाद ल अब हामी जान्छौँ ल खाए पनि खायो भनिदिनु ए टन्न टन्न मिठो न मिठो खायौँ ल ल ल दाजु जयमासी
भदै पर्छन् खाना खाएको ल खाऊ खाऊ लु दाजु ल जय मसी दाजु आज यहाँ घरपन कार्यक्रम दाजुभाउको नयाँ घर हो अनि त्यसले गर्दा हामी सबैजना भेला भएका छौँ त्यसकारण हाम्रो बहिनी पनि जय मसी दाजु ल धन्यवाद खाना कस्तो मिठो भयो एकदम मिठो छ एकदम मिठो छ एकदम 6 बजी त नभनौँ तर हामीले तातो खायौँ मिठो मिठो ल ल धन्यवाद ल फोपाहरू सबैजनालाई जय मसी ओले नुहाके जय मसी फोपा ओले नुहाके भनेको के हो हजुर ए धन्यवाद ए लु फोपा ल फोपा जय मसी फोपा जय मसी है लु हाम्रो चाहिँ यहाँ हाम्रो घरको मुल्की मेन हाम्रो फोपा हुनुहुन्छ फोपाको चाहिँ जेठा छोराको घर हो यो चाहिँ नाति कहिले आउँछ नाति अब 1 वर्षमा आउनुहुन्छ अब जग्गा किन्ने हैन 10 ढुक काइलाको तिम्रो घर मुनिको ल ल तपाईहरु त्यो किन्दा राम्रो हुन्छ ल हुन्छ भन्नुस् न लु अब म जानु फोपा लु जय मसी फोपा लु 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 ल धन्यवाद लु है लु फोपा कतिखेर जानु भने लु जय मसी ल अब हामी गयौँ दाजु अब गयौँ ल हामी रमा दिदी म गएको विकास दाजुको लागि केही मिठो मायाले 1 शब्द 2 शब्द बोलिदिनुस् न ए सुन्नु नि हैन अलिक राम्ररी भन्नुपर्ने हो लु अब जानुपर्ने हुन्छ साथीहरू लु दिदी म त गएको हैन विकास दाजुको लागि 2 शब्द मायाले हेर्नुस् न तपाई भन्दिन न भनेको अनि दाजुले हेर्नुहुन्छ नि त के भन्नुहुन्छ भन्नु न ल उहाँले यहाँ नभने पनि पुरै मनबाट यति धेरै माया गर्नुभएको छ दिदीहरू पनि आउनु भयो ए ल हुन्छ नाना लु बिस्तारै जानुहोस् ल ल हुन्छ ल मुमाहरू लु बिस्तारै है लु जय मसी धन्यवाद भरत मायालाई हैन ल ल भरत मायालाई म पठाइहाल्छु ल नानाहरू हजुर बिस्तारै जानुहुन्छ ल ल बाइ ल जय मसी म त चप्पल बोकेर भित्र हिँड्दैछु लु अब चाहिँ म पनि घरतिर लाग्नु पर्ने हुन्छ लु हिँड्नुहोस् अनि आज फेरि एकदमै हुस्से लागिरहेछ साथीहरू हुस्से लागिरहेछ अब हामी यहाँनिर घर अर्पण खाएर पनि हिँडिसक्यौँ अब चाहिँ साथीहरू हामी चाहिँ घर अर्पण खाएर पनि मजाले मासु र भात दन्काएर पनि हामी घरतिर लागिसक्यौँ यहाँ हाम्रो आमा हुनुहुन्छ आमा पनि हामी फेरि यसरी हामी जाँदैछौँ धेरै चिसो बढ्यो नि आमा धेरै चिसो बढिरहेको छ अहिले चाहिँ यो टोपी ल है हामी चाहिँ यसरी गोजीमा आफ्नो के हो कसो राम्रो कुरामा त के यसो गर्दा पो हुन्थ्यो कि अब यस्तै गर्नुपर्छ भन्ने होइन नि त होइन यसो गर्दा हुन्छ कि टाइपको हुन्छ नि त अलिकति होइन छोरी हेलो हाई साथीहरू भन्नु न लु अब चाहिँ हाम्रो त आम्मामा कति धेरै हुस्से लागिरहेको छ हाम्रो यो चाहिँ गाउँ हो अब हामी घरतिर जाँदैछौँ साथीहरू अनि हाम्रो गाउँहरू चाहिँ यस्तो छ हाम्रो यो चाहिँ धरान 5 पर्छ नि त अनि यो चाहिँ हाम्रो 5 नम्बर टोल हो यसरी वाउ तोरी त्यहाँ चाहिँ फुलिरहेको रहेछ हो कस्तो राम्रो देखेको फोटो खिचौँ जस्तो एकदमै चिसो बढिरहेछ अहिले चाहिँ तर यहाँ हाम्रो ल दाजु गयौँ ल बाई बाई हाम्रो घरवाला दाजु जानुभयो हेलो क्याथिन सानो माया हाँसिदिनु आउनु 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 जय मसी गर्नु ल अब चाहिँ हामी जाँदैछौँ है यसरी जाँदैछौँ साथीहरू गाह्रो छ एकदमै जाडो चिसो बढेर एकदम बहुत ठन्डी हो रहा है हाम्रातिर
लु साथीहरू हेलो बुनुलाई पनि वेलकम छ मेरो ठुलो बुनुलाई के हो मेरो अलिकति बोल्ने स्टाइल भएन गाउँ ठुलो बुनुलाई वेलकम छ पो भयो त हेलो हेलो साथीहरू अब चाहिँ हामी घर आइपुग्न आँट्यौँ होइन तर मेरो त सिक्नै चुने बानी छ हौ के होइन हौ मैले त्यसो भनिदिएको मात्रै हो कि आउनु न यहाँ आउनु न त्यस्तो गरेको छैन हौ कहाँ हो त्यस्तो गरेकै छैन आउनु न प्लिज होइन नि बिचरा मस्त छ अनि अब हाम्रो ए कता कता गाडी आयो कता कता स्टार्ट हुँदैछ त्यहाँ पक्नु न भन्दैछु झन् दुईजना बोल्दै जाम भनेको दाजु जयमासी अर्पण खाएर आएको नि हाम्रो टोल यस्तो यस्तो छ साथीहरू होइन यो चाहिँ बढी चिसोको कारण यता अगाडि हिँड्नु न भन्दैछु अनि बढी चिसोको कारणले साथीहरू जहाँ पनि यसरी आगो तापेर बाल्नुपर्ने अवस्था छ है हाम्रो चाहिँ ल कहाँ गएको ए हो भर्खर पाक्दैछ खै ए काकी ल म त पैसा पो तिर्नु पर्यो त हौ ल यहाँ काकीलाई पनि वेलकम छ है आइया ल यहाँ चाहिँ हाम्रो एकदम राम्रो रे भक्का मान्छे त के हो अनि जाडोले गर्दा नचिन्नु पर्ने होइन म त बजारको मान्छे भनेर 10 आना 1 मान्छे अहिले छ भनेर त ओ माई गड ल ल साथीहरू यहाँ चाहिँ एकदमै भक्का छ तपाईँहरू यहाँ चामलिङ किरानामा आउँदा आउँदा ए म मान्छे यहाँ पठाइदिन्छु ल ची यहाँ त्यहाँ मान्छे आउने खाजा खानेलाई कति खाजाहरू खोज्छ नि त नि ए यहाँ थाहा पाएको छैन नि त थाहा पायो भने त अनि हामी आज अर्पण खाएर आएको त मास्क माथि टोपी अलिकति उठेर यहाँ केही आउनु न हौ कस्तो हो ब्लगतिर आउनु यसो एलिसा मिस हुनुहुँदो रहेछ नाना नाना के छ तपाईँको हालखबर हो ल ल अब म चाहिँ यहाँ भकाको पैसा तिर्न आएको उहाँले चाहिँ मलाई सम्मान गर्नु हुँदैछ अनि ए होइन मैले पैसाको गोजी बोकिन ए पैसा भएको उयो बोकिन छु अस्ति इजीले खाएको छ नि त भक्का होइन ए होइन पैसा लियो नि इजीलाई हौ भक्का खा भनेको थिएँ कि अस्ति ए ठुलो मम्मीलाई मागेर ए म त यहाँ तिर्नु छ भनेर सोचिरहेको थिएँ ल वेलकम छ भाउजूलाई पनि लु मेरो च्यानलमा हाम्रो कान्छीले हँसायो मैले नि हँसाएको हो अब के भन्नु त अब मेरो नन्दको च्यानलमा भन्नु पनि सबैजनालाई सबैजना वेलकम छ यसो सपोर्ट गर्नु पर्यो भन्नु न चिसो मौसममा यहाँ भक्का खाने के अरे जमर्को गरिरहेको छौँ भन्नु न चामलिङ भाषाबाट बोलेको छ्यामाहरू बहिनीहरू यहाँ माइजूले भक्का बनाउनु हुँदैछ तर पाक्नु अलिक टाइम लाग्छ होला अनि हामी यसरी घेरेर बसिरहेको छौँ यहाँ चाहिँ भक्का खाने जनताहरू यता त उयो के अरे शेर्पानी जस्तो छ त अनि हेलो म्याम हजुरलाई त शेर्पानी जस्तै हुनुहुन्छ कि भनेर भन्ने प्रतिक्रिया आउँदैछ त यहाँ के कुरा हो तामाङले अनुहारले देख्नु भएको छैन होला होइन अनुहार देख्नु भन्नु हुँदैन है तपाईँको त आँखाको दाना मात्रै देखिरहेछ यता हेर्नु त आँखाको दाना तपाईँ चाहिँ के हो शेर्पा हो यतिको गरेन भने त फेरि जाडोले स्कुटीमा के जाडो हुँदैन ल कहाँ गएर आउनु भएको तपाईँ चाहिँ बिहान बिहान म चाहिँ खोइ कहाँ गएर आएको मलाई पनि थाहा छैन ओ माई गड अनि कपाल नकोरिकन तपाईँ हिँड्नु भएको हो कपाल त कोरेको स्कुटीले हावाले गर्दा हो साथीहरू उहाँको कपाल चाहिँ यस्तो स्ट्रेट होइन चिल्लो यस्तो दामी छ के अनि मेरो पनि त्यस्तै हालत भएको छैन मैले लुकाइहालेको छु यसरी ए छैन मेरो त कपालै छैन लुकाइरहेको छु नि त मै जस्तो हो कि भनेर हो अनि आज त तर धेरै गफ भयो जस्तो लागेको छ होला घर ल साथीहरू म एकछिन पछि आउँछु खानालाई पोपा के खानु भएको पिडालु मिठो छ जाडो भयो फोपालाई पनि झन्डै कोकाएको गाई जस्तो यिनीहरुले धेरै चलायो दिनमा पकाएको यो यता पनि हुन्छ नि गएको फोपा म ओइ जयमासी भान्जी कहाँदेखि फर्किनु माथि गएर आएको म चाहिँ माथि पुगेर पनि फर्किसकेँ आफ्नै दोकानतर्फ अब चाहिँ भने हामी यहाँनिर काम गर्छौँ तेल कुन छ लगाउनु होला यो ल
Thank you.